हामी कति पर्सेन्ट मान्छेमा परिँदो रहेछ त फिङ्गर टिप पुसअप गर्न आँटेको आज चाहिँ फिङ्गर टिप पुसअप हामीले कति फिङ्गरमा चाहिँ हामीले फिङ्गर टिप पुसअप गर्न सकिँदो रहेछ भनेर चाहिँ आज हामी कति पर्सेन्ट मान्छेमा परिँदो रहेछ भनेर एक्सपेरिमेन्ट गर्नको लागि यो र म आज हैन फिङ्गर टिप पुसअप गर्न ट्राई गर्दैछौँ 10 फिङ्गरमा चाहिँ अलमोस्ट 90% मान्छेहरूले सक्दो रहेछ लगभग अनि अब हेर्दै जाउँ हामीले चाहिँ कति पर्सेन्ट मान्छेमा परिँदो रहेछ कतिवटा फिङ्गर टिपमा पुसअप गर्न सकिँदो रहेछ हैन ल हेरौँ ल सुरुमा चाहिँ हामी अब 10 फिङ्गरमा फिङ्गर टिप पुसअप ट्राई गर्छौँ यो चाहिँ लगभग 90% मान्छेहरूले सक्छ सायद यो त इजी नै छ होला 10 फिङ्गरमा त इजी भन्दैमा इजी ल 10 फिङ्गरमा चाहिँ एकदम इजी रहेछ 10 फिङ्गरको चाहिँ ओभरै इजी लाग्यो मलाई चाहिँ अब हामी 8 फिङ्गरमा ट्राई गर्छौँ 8 फिङ्गरमा पनि सायद इजी नै हुन्छ होला गाह्रो भयो मलाई मैले जानिनँ 8 फिङ्गरमा पनि इजी नै लाग्यो मलाई चाहिँ तर यसले चाहिँ सकिन मलाई गाह्रो लाग्यो भन्दैछ के भयो 8 फिङ्गरमा मेरो कस्तो यहाँ मिल्दैन राख्नै मिलेन हो र ल अब 6 फिङ्गरमा ट्राई गर्छौँ 6 फिङ्गरमा ट्राई गर्न 6 फिङ्गरमा सजिलो हुन्छ कि बा मैले 8 फिङ्गरमा चाहिँ सकिनँ होइन अब 6 फिङ्गरमा ट्राई गरौँ ल 6 फिङ्गरमा चाहिँ सक्छु जस्तो लाग्छ सिक्स फिङ्गरमा चाहिँ लगभग त्यस्तै 35% मान्छेले सक्दो रहेछ अनि यो चाहिँ थोरै गाह्रो लाग्यो मलाई चाहिँ तँलाई कस्तो लाग्यो मलाई त हल्कै लाग्यो यार हल्कै लाग्यो ल ठिक छ अब हामी ट्राई गर्छौँ 4 फिङ्गरमा ट्राई गर्छौँ अनि त्यस पछाडि 2 अनि त्यस पछाडि 1 हेरौँ 4 फिङ्गरमा त्यस्तै 20% मान्छेहरूले सक्छ होला मैले त्यस्तै रिसर्चको पेपर हेरेको थिएँ अघि हेरौँ हामी कति सकिँदो रहेछ ल अब हामीले चाहिँ अब 4 फिङ्गरमा 4 फिङ्गर ट्राई अब म त सक्छु तँ सक्छ सक्दैन त्यो मलाई थाहा छैन अलि पछाडि औँला दुखो मेरो त यार 4 फिङ्गरमा चाहिँ अति नै गाह्रो रहेछ यस्तो भयो मेरो चाहिँ होइन अब कहाँनिर ए ल केही छैन अब टाइम छ 2 फिङ्गरको 2 फिङ्गरमा चाहिँ लगभग त्यस्तै 5% मान्छेहरूले सक्छ होला हेरौँ 2 फिङ्गरमा त ओभर गाह्रो छ 1 ह्यान्डमा त्यो पनि 2 फिङ्गरमा होइन ल अब हामीले गर्न जाँदैछौँ 2 फिङ्गर ओ माई गड यो त गाह्रो हुन्छ सकिँदैन लु होइन यो हुँदैन 2 फिङ्गरमा चाहिँ सक्यो तर 2 फिङ्गर गर्दाखेरि हल्का फिसले छुँदै थियो तर फिसमा चाहिँ म डिपेन्डेन्ट थिइनँ है मैले चाहिँ अम्लैले हानेको हो तर फिसले छुन चाहिँ छोयो र अलिकति एकदमै गाह्रै छ एकदम हार्ड अब 1 फिङ्गरले नि ट्राई गरिदिउँ न हेरौँ के हुँदो रहेछ 1 फिङ्गर यसले मात्रै हान्दिउँ न यसले हान्दिउँ यो त गाह्रो छ 1 फिङ्गर त यसरी अडिन पनि एकदमै गाह्रो रहेछ एकदम गाह्रो भन्दा पनि महा गाह्रो ल आज चाहिँ हामीले यति नै सक्यौँ कुनै टाइममा ट्रेनिङ गरेर अझै खतरा भएर होइन अझै स्ट्रङ भएर तपाईँहरूलाई अब देखाउन सकिन्छ 1 फिङ्गरको 1 ह्यान्ड पुसअप पनि कुनै गाह्रो त छैन ब्रुसलीले त इजी गर्छ अब हामी पनि ब्रुसली भन्दा कम त छैनौँ नि त होइन स्टे फिट स्टे स्ट्रङ बाई बाई